के गुरु भक्तिको कुनै सीमा हुन्छ? नमस्कार। आज हामी एकदमै रमाइलो, रोचक र ज्ञानवर्धक कथा प्रसङ्गलाई सुन्नेछौँ। महाभारत अन्तर्गत आदि पर्व अन्तर्गत पौष पर्व अन्तर्गत रहेको गुरु शिष्यको कथा प्रसङ्ग छ। एक आयतडिम्य नाम गरेका गुरु हुनुहुन्थ्यो। उहाँका 3 शिष्यहरू थिए। 3 शिष्यमध्ये एक शिष्यको नाम थियो उपमन्यु। उपमन्यु एकदमै ज्ञानी र गुरु आज्ञा परायण थिए। उनलाई गुरुले एक दिन गौ सेवामा लगाइदिनु भयो। उनी दिनभर गौचरण गर्ने र बेलुका आएर गुरुलाई भेट्ने गर्दथे। एक दिन गुरुले उनलाई सोध्नुभयो कि तिमी कसरी जीवन यापन गरिरहेका छौ। यो सुनिसकेपछि उपमन्यु भन्छन् कि म भिक्षाटन गर्छु र भिक्षाटन गरेको अन्नलाई ग्रहण गर्छु। यो सुनिसकेपछि गुरुले भन्नुहुन्छ तिमीले भोलिदेखि जति पनि भिक्षाटन गर्छौ त्यो ल्याएर मलाई अर्पण गर्नेछौ, किनकि कुनै पनि शिष्यले गुरुलाई अर्पण नगरिकन भिक्षा लिनु हुँदैन। यो सुनिसकेपछि हुन्छ भनेर त्यहाँदेखि उपमन्यु जान्छन् र भोलिदेखि त्यसै गर्छन्। केही समय बितिसकेपछि फेरि उपमन्युलाई गुरुले सोध्नुहुन्छ कि तिमी अहिले कसरी जीवनयापन गरिरहेका छौ, किनकि तिमी त यति धेरै परिश्रम गर्दा पनि हृष्टपुष्ट छौ। यो सुनिसकेपछि गुरुलाई उपमन्यु भन्छन् एकचोटि भिक्षाटन गरेर ल्याएको अन्न हजुरलाई अर्पण गर्छु र अर्कोचोटिको आफूलाई राख्छु र आफू ग्रहण गर्छु। यो सुनिसकेपछि गुरुले भन्नुहुन्छ दुईचोटि भिक्षाटन गर्नु शास्त्रोचित छैन, त्यसकारण तिमीले दुईचोटि भिक्षाटन गर्ने छैनौ। हुन्छ भनेर त्यहाँदेखि उपमन्यु जान्छन् र केही समय पछाडि पनि उनी अझै हृष्टपुष्ट हुन्छन्। यो देखिसकेपछि गुरुले सोध्नुहुन्छ। उपमन्युले भन्छन् दुध खाएर जीवनयापन गरिरहेको छु। यो सुनिसकेपछि फेरि गुरुले भन्नुहुन्छ भोलिदेखि तिमीले त्यो दुध पनि ल्याएर मलाई नै अर्पण गर्नेछौ। त्यहाँदेखि हुन्छ भनेर उपमन्यु निस्किन्छन्। केही समय पछाडि फेरि गुरुले सोध्नुहुन्छ। सोद्धा उनले भन्छन् कि म बाछाले खाएको दुधको फिँजलाई ग्रहण गर्छु र जीवनयापन गरिरहेको छु। यो सुनिसकेपछि गुरुले त्यसमा पनि रोक लगाइदिनुहुन्छ। अब उनका सबै बाटाहरू बन्द भइसकेपछि उनले भोकको कारणले गौ चरणको समयमा रहेको बेला आँकको पातलाई ग्रहण गर्छन्। आँकको पातको विषले गर्दा उनका दुवै आँखाहरू बन्द हुन्छन्। फलस्वरूप उनी कुटिया फर्कने क्रममा एउटा सुक्खा इनारमा पर्छन्। धेरै समय अबेरसम्म पनि शिष्य नआएको कारणले गुरुले आफ्ना शिष्यसहित गौचरणको क्षेत्रतिर लाग्नुहुन्छ। त्यहाँ एउटा सुक्खा इनारमा अभिमन्युलाई भेटिसकेपछि उहाँले आज्ञा गर्नुहुन्छ कि तिमीले अश्विनी कुमारको आराधना गर र उनले तिमीलाई बचाउनेछन्। यो सुनिसकेपछि उनले अब अश्विनी कुमारको आराधना गर्न लाग्दछन्। प्रसन्न भएर अश्विनी कुमारले दर्शन दिन्छन् र औषधीय गुणले युक्त रहेको पुवालाई ग्रहण गर्नको लागि भन्छन्। तर आफ्ना गुरुलाई अर्पण नगरिकन